हामी नेपाली सानो कुराबाटै खुसी हुन्छौँ, सानो कुरामा पनि हामी धेरै ठुलो खुसी लिन सक्छौँ। तर धेरैजना हाम्रो कस्टमरहरू सायद यहाँ मात्र हेर्नु होला, अन्त पनि यस्तै छ। यो चाहिँ अब एयर फिल्टर नफेरेर के हुन्छ, अस्ति भर्खर फेरे अहिले नफेरौँ, तर होइन है, तपाईँहरू गलत हुनुहुन्छ। यो एयर फिल्टर चाहिँ हामीले एकदमै प्रपर टाइममा फेर्नुपर्छ। किन फेर्नुपर्छ? हामीलाई इन्जिन स्टार्ट हुनलाई इग्निसनमा फायरिङ जानलाई चाहिँ यहाँबाट स्वच्छ हावा पास भएर जानुपर्छ। अनि पेट्रोल पनि आएपछि ट्याक्क टाइममै तपाईँको स्टार्ट हुन्छ, स्याट्ट हाने स्टार्ट हुन्छ है। अब हामीले यस्तरी गरी चलायौँ भने के हुन्छ, बाइक भुरभुर भुरभुर बाइक गर्ने, तेल धेरै खाने, कालो धुवा फाल्ने। अनि यहाँबाट यो कहिलेकाहीँ हामी यहाँ हावा हाल्छौँ नि, हावा हालेपछि के हुन्छ त, भुरभुर भुरभुर गर्दा गर्दै यहाँबाट चाहिँ हावा हालेपछि त्यो पाल पर्छ, पेपर पाल परेपछि तपाईँको इन्जिनमा चाहिँ त्यही धुलोको कणहरू जाने अनि अरू कुराहरू पनि विभिन्न कुराहरू चाहिँ यसले एब्जर्ब गरेर तपाईँको इन्जिनसम्म जाने भएर अहिलेको जे सिरिज इन्जिनहरूमा अलिक धेरै इन्जिन जाने कारण चाहिँ यो एयर फिल्टर पनि हो है। हामी टाइममा एयर फिल्टर फेर्दैनौँ अनि यो चाहिँ हाम्रो यसले फक्सोको काम गरेर हुन्छ एकदमै है। यो बाइकमा पनि मान्छेको जस्तै धेरै कुराहरू मिल्छ। तपाईँहरू पनि सानो सानो कुरामा लोभ नगर्नुहोस्, सानो कुराबाट धेरै ठुलो कुरा हानि हुनसक्छ। बाँकी कुरा त तपाईँलाई केही समस्या पऱ्यो, केही प्रब्लम पऱ्यो भने प्लिज 1 and only 1 देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा आएर एकदमै राम्रो बाइक बनाएर मजाले बाटोमा एकदमै आफ्नो गन्तव्यसम्म जान सक्नुहुन्छ है त। प्लिज केही पऱ्यो भने आइदिनु होला। धन्यवाद हजुर सबैजनालाई।